हेलो नमस्कार सम्पूर्णमा आज चाहिँ म सानो मिनी भ्लग लिएर आएको छु मेरो सासू आमासँग ढिँडो खाएको। आज चाहिँ मेरो आमालाई भात खाँदा खाँदा वाक्क लागेर चाहिँ ढिँडो बनाइदिएको छु। आमाले त आधी खाइसक्नु भएछ। मिठो छ किन साग मलाई लगाइदिनु आमा? बाबा आक्का भिडियो बनाउने मान्छे घिउ अझै लिँदै खानु न थोरै नखाने हुने। ल म चाहिँ घिउ खान्छु। यो एकदमै आमा यसले त बेसरी हष्टपुष्ट रिष्ट बनाउँछ नि 100 वर्ष बाँच्नुहुन्छ। खानु न इच्ची लोग दिया इच्ची लोग दिया चाहनु कस्तो घिउ चाहिँ खाम लाग्छ हौ। आमा देम चाहने ल आमा सुरु है। तपाईले यो छिटो खानुभयो भने उनका 1000 दिन्छु। उनका पहिला खायो भने उनकालाई 1000 क्वाङ ल आमा। ल साथीहरु यो जाडोमा मैले चाहिँ लोकल कुखुरा काटिन ब्रोइलरकै सुप खाँदैछु। अकबरी खानु न आमा। काली नाना नखानु हुने साग किन आमा धेरै ल्याइदिनु भएछ त मलाई। आमा बेलुकातिर पहिला ढिँडो खानुहुन्न थियो सानोमा? बेलुकातिर पर क्या महिनातिर खानुहुन्न थियो? अनि मकैको भात चाहिँ धेरै खानुहुन्छ नि उता। अनि गहतको भात अन्त गहतको मस्यामको अझै पनि चपाउने हुन्छ आमा ढिँडो। आका निल्नु दिया तपाईँको त भोलि अल्झिन्छ बानी रहेछ साँच्चै। म त बेसरी मनपर्छ आमा। तपाईँलाई चाहिँ मिठो भयो कि भएन आमा? मिठो भयो नि के रे मुख भेरा नि क्या तपाईँ भातले वाक्क हुनुभयो नि त। मकै कोक चाहिँ फेरि मोटो ल्याइदिएको रहेछ आमाले त। कस्तो घिउसँगको यो झन् पुरा मिठो छैन नाना खानु न। आमा छान्नु भएछ नि त्यो यस्तो त रुस्ट खोस्टा। के साह्रो मेरो मुख मिठो हौ नाना। साँच्चै मिठो। मेरो साथीहरू कस्तो झारपात पनि खाएर जान्छ जस्तो भन्छ। म जे पनि मिठो लाग्छ। सुस्मिताले किरा पनि खानुहुन्छ भने वास्तै लाग्दैन। तोरीको साग त स्वार काट्थे झम धोएर पकाउँथे। तोरीको साग पनि पाउँदो रहेछ नि। पाउँछ नि नाना जे पनि पाउँछ यहाँ। पाहाडमा हुने चाहिँ पनि पाउँछ। याङड्या त्यो हाम्रो आमाको 11 जना छोराछोरी तपाईँ देखेर उनका छक्क लियाङ्ग्या देम डर्रो। अनि आमा त्यही भएर खानुपर्छ। यो ढिँडो जस्तो डर्रो हुनुपर्छ ढिँडो खाएर है आमा। डिखानीमा आमा उछु खानु छ यति बाई खोलेर कि म त फेरि बालाहरू त आमाले चाहिँ यति मन पराउँछ नि फेरि कम्ती झर्याम पर्छ। चुरा धेरै मन पराउनुहुन्छ कि अनि त्यही भएर ल्याइदिइरहेको छ। लगाएपछि फेरि छोड्नु मान्दैन। साग मन परेन आमा? सबै मलाई लगाइदिनु भयो त।
Dem chanu yang aku bara dia. Cikko तर तिखरी हुँ सँगै पखाल्छ म त यो इस्कुसको मुन्टा पनि नि दिदी घर काटिदिन्छु र लाई पो दिन्छु मलाई साह्रै मनपर्छ कलिलो Em tao lột ra mà chẳng bằng nào. उहिले भन्दामा कम्ता खोर्सानी लाउँदैन थिएँ नि आमा मैले Mì thằng con đấy thôi. हो जे पनि मिठो लाग्ने काडा खाडा दे ओडाङ पाकमा Lisa, मालियाङ अब ungana kharang mo doon. एकछिन नुनु अब यी खाना बना मुयाङ भिडियो न भाइरल हो मलाई Mane goli chako kya kuta lior orkaura. कुट्टु न छिना कुट्टु न यसो हटाएर डुबी कुट्टु न नाना कोक अचिलिक नाना चाहन Chơi sạc không? अब अचिलिक मात्रै आमा नचोबी खानुभएको पक्कावा चोबेर खानु न मिठो हुन्छ तपाईँलाई यसरी मनपर्छ ल नाना अलिकति नै भयो लियाङ लिसा नाना दिशा लाग्टो लाग्टो खानासँग खानु न नाना सुस्मी मन पराउँदैन ढेँडो Ngon bỏ rồi đấy là. कति खाऊ भन्छु सिक्दैन राम्रो पो त फाइबरको मात्रा हुन्छ कति लुङ्गा मान्छे आयो ओचिलिक Gọi là
Đếm cho anh ăn đấy. Ra nào. Ừ. Khâu thì khâu. ल साथीहरू हाम्रो भिडियो हेरेर मजा लिनु होला है मजा आयो मलाई पनि भोकको कसुरमा खानालाई मेरो आमा चाहिँ अब ढिलो खाँदै हुनुहुन्छ म चाहिँ लास्टै छिटो खान्छु तातो तातो थ्याङ्क यू फर वाचिङ बाई बाई